अनुसारले धागो चाहियो हैन। अनि त्यस पछाडि हामीलाई कैँची पनि चाहिन्छ। अनि त्यो जुन बनाएको सिलाम साक्नलाई चाहिँ हामीले यसलाई बिचमा चाहिँ यसरी यसलाई के भन्नु काँपे बनायो भने चाहिँ सजिलो अल्झाउन सजिलो हुन्छ है। अनि मैले त्यसलाई चाहिँ ठ्याक्क यसरी बनाएको छु है। अब यहाँदेखि यसरी बनाएकोलाई चाहिँ बनाउँदाखेरि चाहिँ एकदम सजिलो हुन्छ हैन। अनि अब यसरी बनाएको यसलाई चाहिँ हामीले यसमा धागो घुमाउने हैन। यो दुईटा कलरको कम्बिनेसनको बनाउँछु हैन। अनि टक्क हामीले चाहिँ मैले सुरुमा पनि सिउ राख्न सिकाउँछु है त। सिउ चाहिँ अब मैले मिस गरेछु हैन। हामीलाई सिउ पनि चाहियो। सिउ हैन म फिन्चो राख्ने हैन। फिन्चो पनि चाहिन्छ। मैले त्यसमा फिन्चो पनि राख्दै अनि यसलाई काँपे यसरी बनाएँ हैन। यो काँपे बनाएको लागि चाहिँ हामीले बनाउन एकदम सजिलो हुन्छ हैन। त्यही भएर मैले यसलाई अब बनाउन मैले स्टार्ट गरेँ। यसलाई यहाँ यसरी हात राख्नुहोस् हैन। देख्दै हुनुहुन्छ नि मजाले यसरी हात राख्नुहोस्। हातले यो औँलाले चाहिँ यसरी पक्रिनुहोस् धागोलाई अनि यसरी घुमाउनुहोस्। 3-4 राउन्ड घुमाउनुहोस्। 3-4 राउन्ड। त्यस पछाडि अब फिन्चोलाई राखिदिनुहोस्। यसरी राख्दाखेरि चाहिँ फिन्चो एकदम मलाई चाहिँ कम्फर्टेबल लाग्यो हैन। यसरी राखेपछि चाहिँ फेरि अर्कोपट्टि क्रस गर्नुहोस्। क्रस गरेर यसलाई सुल्टो बनाएर अब यो फिन्चो लाउने सुल्टो गरेर यहाँ 2-3 चोटि घुमाइदिनुहोस् यसरी हैन। 2-3 चोटि घुमाइदिनुहोस्। अब चाहिँ हेर्नुहोस् ल। अब मैले स्टार्ट गरेँ। प्रत्येक स्टिकमा चाहिँ मैले घुमाउन थालेँ। बाहिरदेखि भित्र फेरि यसको पालो आयो बाहिरदेखि भित्र अर्को पालो आयो बाहिरदेखि भित्र। अब यसरी चाहिँ धेरै फन्को मार्नुहोस् हैन। यसरी फन्को लाउनुहोस्। अलिक ठुलो देखिने गरी हैन फन्को लाउनुहोस्। यसरी फन्को लाउनुहोस्। 4-5 फन्को लाउनुहोस्। यसरी 4-5 फन्को भन्दा नि निकै सेप आउने गरी फन्को लाउनुपर्छ हैन। यसरी फन्को लाउनुहोस्। बाहिरदेखि भित्र पछाडि फिन्चो पनि अल्झिरहेछ त्यसलाई पनि उयो गर्नुपर्छ। बाहिरदेखि भित्र यसरी नै हैन। अनि बाहिरदेखि भित्र यसरी नै यसलाई गरेकै गर्ने यसको सेप आउन थाल्यो। देख्नुभयो है यो सेप आइसक्यो। अनि यसरी बाहिरदेखि भित्र यसरी अब अलिक ठुलो सेप भइसके पछाडि चाहिँ यसलाई के गर्नु त भन्दाखेरि चाहिँ अब हेर्नुहोस् ल। अब चाहिँ म यहाँ अर्को धागो चेन्ज गर्छु। यसलाई पछाडि पक्रिदिने अनि अर्को धागो ल्याउने हैन। अनि अर्को धागो आएपछि यसरी अर्को धागो यसरी यसलाई नै पछाडि समात्ने अनि यहाँ यसरी राउन्ड घुमाउने। यो के भन्छ अर्कै खालको सोली स्टाइलको क्या कप खालको भन्छ नि। फेरि यसरी पछाडि यहाँ उता लाने बेलामा चाहिँ यो धागो चाहिँ यतामाथि टुप्पोमै हुनु पर्यो। यता लाने फेरि यहाँ पनि राउन्ड घुमाउने हैन। यसरी यो अलिक यता ल्याउँदै घुमाउनुपर्छ। यसरी ल्याउने अनि फेरि अर्कोमा लाँदाखेरि पनि यतै हुनुपर्छ है। यता घुमाइन्छ तर धागोलाई यता राखेर यता लाने अर्कोपछि अनि यहाँ पनि घुमाउने अनि फेरि अब यो हामी नेक्स्ट स्टेपमा जाने बेलामा चाहिँ यो धागोलाई यतै ल्याउने
अनि फेरि अब हामीले राम्रो देखिँदैछ है। अनि यहाँ पनि फेरि घुमाउने। अब यहाँ जुन हामी सुरुमै आयौँ त्यसलाई फेरि पछाडिको धागोलाई पछाडि पार्दैन। अनि फेरि सेतो धागोलाई लिने, सेतो धागोलाई घुमाउने घुमाउने। फिन्चुले डिस्टर्ब चाहिँ गर्छ, तर अलिअलि डिस्टर्ब चाहिँ गर्छ होइन। तर फेरि यसरी नै घुमाउने आवाजलाई यसलाई चार फर्मको दिनु पऱ्यो। 4 फर्मको दिँदा चाहिँ ठिक्क हुन्छ जस्तो लाग्छ कि 3 फर्मको दिँदा पनि हुन्छ, तर 4 फर्मको दिन्छु। फेरि साह्रो सानो पनि देखिन्छ, साह्रो भद्दा पनि देखिन्छ क्या। फेरि त्यहीँ आइपुग्यो। फेरि अब यो अर्को कलरको पालो यसरी राउन्ड राउन्ड यसरी घुमाइदिने। अनि फेरि सेम प्रोसेस। अनि राउन्ड फिन्चुलाई चाहिँ एकदम उयो गर्नुपर्छ। यतापट्टि यता अर्को कलर फेरि फेरि कलर चेन्ज। यसरी गरेर मैले होइन मैले बनाइसकेको छु होइन। अनि त्यस पछाडि अब यो यतिको बनाए पछाडि चाहिँ अब हामीले यहाँनिर धागो लाउने। यसको लागि चाहिँ मैले अर्को यसरी 1 2 3 4 5 6 लिएँ होइन। यसरी गयो। अब फेरि यसलाई बाँध्नलाई पनि थोरै काटेँ होइन। यसलाई बाँधिदिन्छु। अब हामी यसलाई सेभ गर्छौँ है। हेर्नुहोस् ल, बाँधिदिने। सो बाँध्ने होइन। फेरि यस्तो गर्नु।
पछाडिको राम्रै घुमाउने टाइट गर्ने काटिदिने यसलाई यसरी बाँध्नु अनि ठक्क यसलाई नै बाँध्नु होइन यसरी नै अघि नै मैले सिकाएको थिएँ नि 6 राउन्ड त्यस पछाडि हामी यसलाई फेरि यहीँ सेट गर्छौँ यसरी यसरी सेट गर्ने अनि त्यहाँदेखि यसलाई फेरि बाँध्ने हामीले 1 2 3 4 अनि एकचोटि फेरि यसरी कस दिने होइन अनि फेरि पछि अगाडिकोलाई यसरी उठाउने पछाडिकोलाई यसरी उठाउने त्यस पछाडि फेरि अब हामीले अघिको धागा काटेको छैन नि त यहाँ छ फेरि त्यहाँदेखि यसलाई यसरी राउन्ड लगाइदिने 1 2 3 ओ के छ भिडियो बनाउन बिजी भएपछि त्यहाँदेखि बुढा त स्वतन्त्र भइहाल्छ नि हेरौँ न बस्दै बनाएको कसलाई बनाइदिनु आएको मैले कसलाई बनाइदिनु आएको बिमारलाई बिमारलाई कति कति कतिमा कतिमा बिमा भाइलाई नभन्नु नि अब मैले ठक्क सेट गरिसकेँ होइन अब यसलाई चाहिँ अब काट्नुपर्छ अनि चाहिँ यसको फाइनल लुक आउँछ है अब यो रको यस्तो पुच्छरलाई मैले यसरी काटेर थालेँ होइन अनि चारैतिरको पुच्छरलाई काटेर खुवाउने हेलो यस्तो राम्रो लुक आउँछ है त्यहाँदेखि चाहिँ ल यिनीहरू चाहिँ सबै मेरो काट्न बाँकी हो रेडी चाहिँ गरिसकेको छु अब यहाँ काट्न बाँकी छ यो हो फाइनल लुक मलाई चाहिँ यही चाहिँ ओरिजिनल जस्तो लाग्छ होइन यो थ्याङ्क यू फर वाचिङ मी होइन यसलाई बाहिरदेखि भित्र गर्ने अनि 4 राउन्ड गर्ने यसलाई 4 फन्को घुमाउने यो कभर होइन क्या दबाई त्यो छैन यतिकै टाल्नु भनेको के रे टाल्नु ग्लु हुन्छ नि त कहाँ छ ऊपर गन ग्लु छ लिएर टाल्नु ल्याउनै भनेको त सबै टाल्ने छैन कहाँ पाउँदैन नि त्यस्तो त गोल्डन खालकोमा त पाउँदैन नि त गोल्डन किन चाहिएर अलिक बाक्लो लाउनु पर्छ क्या मुखले चाहिँ साह्रो बाटो ल्याउने तर सामानहरू केही नल्याउने क्या सबै मैले भेलाएको गाइज त फेरि भन्ने क्या मुखले चाहिँ यस्तो ल्याउनु नि त्यस्तो भन्ने
चार्जर पनि दिँदैन हैन चार्जर पल्लोपट्टि जानु नि कहाँ छ पल्लो आइफोनको उयो घडीको मात्रै छ हुँखामा तिमीलाई चाहिँ कहिलेदेखि आउनु पर्यो अर्को साल यहाँ त त्यहाँ हात काट्छ बेर्ने पहिला यतैदेखि पठाउनु पर्ने यो सबै किताब चाहिँ पाउँदैन होइन हुन्छ यहाँ जाउँ घुम्न घुम्नु जाउँ हो